नमस्कार यहाँहरू सबैजनालाई यो नयाँ वर्ष 2083 को उपलक्ष्यमा धेरै धेरै शुभकामना टक्राउन चाहन्छु। हुन त वैशाख 1 गते त हिजो थियो र संसारैभरि विभिन्न कुनामा छरिनु रहेको नेपालीहरूले आफआफ्ना माया गर्ने मान्छेहरूलाई, परिवारहरूलाई, साथीभाइहरूलाई आफआफ्नो किसिमले कति धेरै शुभकामनाहरू त दिनुभयो होला, आफ्नो किसिमले मनाउनु पनि भयो होला र म चाहिँ आज यो वैशाख 2 मा आएर जुन आफ्नो लागि पनि एउटा एकदम विशेष दिन हो, यहाँहरू समक्ष यहाँहरू सुस्ताएर बस्नुहुँदा अथवा चाहिँ आफ्नो काममा फेरि फर्किसक्नु भएको हुँदा चाहिँ म एउटा उपहार यहाँहरू समक्ष ल्याउँदैछु र हातमा पङ्कजा लिएर यो नयाँ वर्षलाई स्वागत गर्न जाँदैछु। पङ्कजा के होला भन्नुहोला। यहाँमध्ये धेरैले थाहा छ पङ्कजा भनेको चाहिँ कमल अथवा लोटसको अर्को नाम हो र यो नयाँ वर्ष सुरु हुँदै जाँदा आज यो वैशाख 2 गतेको दिनदेखि चाहिँ यो एउटा यस्तो सिरिज ल्याउँदैछु, वेलनेस सिरिज, जसमा चाहिँ यसको सन्देश चाहिँ के हो भनेदेखि जसरी कमलको फुल जस्तो सुकै हिलोबाट आए पनि, जस्तो परिस्थितिबाट आए पनि फक्रेको हुन्छ सुन्दर रूपले, आफैमा एकदम शालीन सबैभन्दा सुन्दर फुल भनेर फक्रेको हुन्छ। त्यस्तै गरी हामी पनि पारिवारिक जीवनहरूमा, आफ्नो व्यक्तिगत जीवनमा विभिन्न परिस्थितिहरूमा हुन्छौँ। कुनै सुन्दर परिस्थिति हुन्छ, कुनै मेसी हुन्छ, कुनै इम्पर्फेक्ट हुन्छ, तर जुनसुकै समय, परिस्थिति, उमेर, परिवेशमा भए पनि जबसम्म हाम्रो स्वास्थ्य राम्रो रहन्छ नि, त्यतिखेर चाहिँ हामी चाहिँ त्यतिखेर आफूमा आफू भएर फक्रिन सक्छौँ। र त्यो फक्रिनको लागि, त्यो वेलनेसको लागि, त्यो स्वास्थ्यको लागि, त्यो सन्चोको लागि चाहिँ मैले केही कुराहरू लिएर आउँदैछु। सन् 2024 मा चाहिँ मैले हार्वर्ड मेडिकल स्कुलबाट लाइफस्टाइल सम्बन्धी मैले कोर्स गर्ने मौका पाएको थिएँ र त्यो कोर्समा मैले सिकेका कुराहरू, पढेका कुराहरू, रिसर्च बेस्ड हेल्थ सम्बन्धी कुराहरूलाई चाहिँ 6 पिलर्स अफ लाइफस्टाइल मेडिसिन भनेर चाहिँ त्यही पङ्कजाको रूपमा, लोटसको रूपमा, जसरी यसको पत्रले चाहिँ एउटा सौन्दर्य, स्वास्थ्य र त्यो शालीनता व्यक्त गरिरहेको हुन्छ, त्यस्तै गरी हाम्रो जीवनमा पनि ती 6 किसिमका खम्बाहरू आवश्यक छ, जसले हाम्रो जीवनरूपी एउटा जीवनलाई चाहिँ टेवा दिइरहेको हुन्छ, अडाइरहेको हुन्छ। त्यही भएर यो पङ्कजाको सन्देश, यो पङ्कजा सिरिज, वेलनेस सिरिजको सन्देश मेरो आउने दिनहरूमा चाहिँ के हो भनेदेखि लाइफ भनेको त्यसबाट हामी भाग्ने होइन, जस्तो परिस्थितिमा छौँ त्यसमा फक्रिन सिक्ने हो। र त्यही भएर यो वर्षलाई चाहिँ हामीहरू सबैले चाहिँ एउटा इन्टेन्सन, एउटा गोल, एउटा प्रण राखेर अगाडि बढौँ कि जस्तो ग्राउन्ड भए पनि, आफ्नो जस्तो सुकै परिस्थितिमा भए पनि, यु आर मेन्ट टु ब्लुम। सो लेट मी ब्रिङ पङ्कजा टु यु द वेलनेस सिरिज, जसमा चाहिँ हेल्थ सम्बन्धी, वेलनेस सम्बन्धी कुराहरू गर्ने गर्छु एक कप चियासँगै। र आउने दिनहरूमा पनि यहाँहरू कसैले यो च्यानल सब्सक्राइब गर्नुभएको छैन भने, मेरो टिकटक सब्सक्राइब गर्नुभएको छैन भने प्लिज डु द्याट। र आउने दिनहरूमा पस्किने कुराहरूले हामी सँगै मिलेर एकअर्कासँग सिक्नेछौँ, सुन्नेछौँ। यति भन्दै पङ्कजा यहाँहरूलाई नै टक्राएँ वैशाख 2 गते र सँगै यहाँहरूलाई, सँगै आउने दिनहरूलाई पनि आफै पनि हातमा पङ्कजा लिएर स्वागत गर्ने छु। थ्याङ्क यू।